फेरि तपाईहरुको बीचमा एउटा राम्रो कहानी, गाउँ समाजमा मिल्ने कहानी लिएर आइसकेको छु। तपाईहरु सबैजनाले सुनिदिनु होला। राम्रो लाग्यो भने लाइक, कमेन्ट र शेयर गरिदिनु होला। धन्यवाद। एउटा गाउँमा हरेक रात अन्धकारले सबैलाई डराउँथ्यो। गाउँका मानिसहरूले सधैँ गुनासो गर्नुहुन्थ्यो। कसैले हाम्रो गाउँमा सधैँभरिको लागि उज्यालो बनाइदिए हुन्थ्यो। त्यही गाउँमा एउटा सानो केटा बस्थ्यो। एक साँझ उसले एउटा बत्ती बालेर घर बाहिर राख्यो। गाउँलेहरू हाँसे। एउटा बत्ती बालेर के उज्यालो हुन्छ र भनेर सबैजना त्यो केटालाई देखेर हाँसे। एउटा सानो बत्तीले के परिवर्तन गर्छ भनेर सबैजना फेरि हाँसे। केटा मुस्कुराउँदै भन्यो, पुरै गाउँ उज्यालो पार्न नसकुला, तर मेरो घरको अगाडिको अन्धकार त हटाउन सक्छु भनेर समाजलाई जवाफ फर्काए। त्यो दृश्य देखेर गाउँका सबैजनाले आफ्नो आफ्नो घरमा बत्ती बाल्न थाले। एकैछिनमा पुरै गाउँ नै उज्यालो भयो। त्यस दिन गाउँलेहरूले एउटा ठूलो सत्य बुझे। परिवर्तन अरूबाट होइन, आफ्नै सानो कदमबाट सुरु हुन्छ। यो कथा यो फेसबुकको लागि मात्र होइन, यो पुरै समाजकै लागि हो। यसले के सन्देश दिन्छ? यदि तपाई समाज बदल्न चाहनुहुन्छ भने आजै एउटा राम्रो काम सुरु गर्नुस्। तपाईको सानो प्रयास नै भोलिको ठूलो परिवर्तन बन्न सक्छ।